हेलो गुड मर्निङ साथीहरू। आज चाहिँ घाम लागेर दिन यस्तो रमाइलो भइरहेको छ। तर यहाँनिर 8:30 बजिसक्यो। म चाहिँ अहिले भर्खर उठेर ब्रस सस गरिसकेँ, मुखहरू धोइसकेँ होइन। अब चाहिँ म मेकअप गर्न लागेको छु। मेकअप गर्न लाग्दाखेरि चाहिँ म फर्स्टमा मोइस्चराइजर लाउँछु निभियाको। यो नलगाइ चाहिँ हुँदैन किनभने मेरो अनुहार पुरा ड्राई छ है। सो निभियाको मोइस्चराइजर लगाएर चाहिँ मेरो अनुहार सफ्ट हुन्छ। अनि म सधैँ बिहान मुख धोएर चाहिँ यो मोइस्चराइजर सनस्क्रिन लाउने गर्छु नि त, किनभने मेरो फेस चाहिँ पुरा ड्राई हुन्छ होइन। अनि अब सनस्क्रिन लाउँछु। सनस्क्रिन लगायो भने चाहिँ दिउँसो जस्तै घाममा काम गरे पनि अनुहार अड्दैन नि त होइन। त्यो भएर सनस्क्रिन युज गर्छु हो। अनि सनस्क्रिन लगाएपछि चाहिँ मेकअप नगरे चाहिँ फेरि मलाई बस्नै मन लाग्दैन, किनभने मेकअप गरेर बसेको चाहिँ अलिक फ्रेस देख्छ होइन। मेकअप नगरी बसेको चाहिँ निदाउरे अल्छी होइन, हेर्दा पनि अब कस्तो रोड होइन। अनि त्यो भएर म चाहिँ सधैँ जहिले पनि मेकअप गरेर बस्छु हो। अनि अब चाहिँ म लिपस्टिक लाउन लागेको। लिपस्टिक नलगाए फेरि मलाई हुँदैन, किनभने मेरो ओठ चाहिँ यस्तो देख्छ कि लिपस्टिक नलगाइ बस्दाखेरि। अनि त्यही भएर लिपस्टिक चाहिँ जस्तै जुनै सिचुएसनमा लिपस्टिक चाहिँ लगाएकै हुन्छु। जहिले पनि लिपस्टिक चाहिँ लगाएकै हुन्छु, कि नभए लिप बाम लगाएकै हुन्छु। मेरो ओठ चाहिँ पुरा फुट्छ, मतलब कस्तो हुँदा त्यो भएर। अनि गाजल लगाएर फेरि गाजल लगाएन भने चाहिँ निदाउरे आँखै कस्तो भइजान्छ। गाजल लगायो भने चाहिँ अलिक भए पनि अर्कै देखिहाल्छ क्या मान्छेलाई। अब गाजल लगाएन भने चाहिँ अब दिन त्यस्तै घाम लागेको बेलामा घाम यस्तो चर्को लाग्छ, पानी परेको बेलामा यस्तो अब कुहिरो ढ्याङ्मै होइन। अन्त पुरा निद्रा क्या निदाउरे भइरहेको हुन्छ होइन। त्यो भएर चाहिँ म चाहिँ अनुहार अलिक आफूले मेकअप सेकअप गरेर बस्यो भने चाहिँ अलिक अब हेर्दा फ्रेस देख्छ नि त। अब त्यसो उयो हुँदैन। आज चाहिँ म सधैँ यसरी नै बस्छु, केस यसरी नै गर्छु होइन। सो गाइस हेर्नु होला मेरो भिडियो होइन। हेरेर लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला, सेयर गरिदिनु होला। बाई बाई गाइस, सी यू नेक्स्ट भिडियो।